हेलो साथीहरु, आज शनिबारको दिन ग्लोभ्स लगाएर काम गर्ने हो। हेरौँ कस्तो हुन्छ आज शनिबार। मेरो पुरै यस्तो छ आँगन। आज यस्तो गराएको हामीले ढलाई गर्ने हो यहाँ आँगनमा। यस्तै पक्की बनाउने हो नि, पक्की यस्तै पक्की के त्यही भएर यस्तो राम्रो भान्डा छ। यता अनार छ। यो भान्डालाई साइड लगाउने हो। त्यहाँ तरकारीहरु छ। अब यस्तै राम्रो बनाउने हो। त्यही भएर के गर्ने, गराउनु पर्यो, काम पनि गर्नै पर्यो भनेर गर्न लागेको। आज बुढोआमा चाहिँ सिमेन्ट ल्याउन अनि मैले चाहिँ इँटा उखलेर राखेको छु। अब कस्तो हुन्छ हाम्रो आँगन ढलाई गरेपछि हेर्नु होला। यति धेरै इँटा चाहिँ उठाइसके मैले। यस्तो खाली छ, यसलाई बनाउने हो बिस्तारै बिस्तारै। अब एक्लै छु के गर्ने। अब यस्तै हातमा पन्जा लाउने हो अनि सब इँटालाई मजाले चाच्ने हो। हल्का पसिना पनि निकाल्ने हो के। अनि तब अलि हल्का घटिन्छ कि मोटाएर साह्रै गाह्रो भयो मलाई। त्यही भएर हल्का काम गरेको। यसो बस्यो खायो गर्दा गर्दा धेरै मोटायो। अब काम गरेपछि अलि दुब्लिन्छ कि भने एकै दिनमा काम गरेको गाह्रो हुँदो रहेछ। यति गरे यस्तो आँगन पनि सफा पनि हुन्छ। गर्मी दिनमा साफ सफाइको डर पनि हुन्न। अनि बर्खामा पानी पनि जम्मा हुन्न। त्यही भएर कुटुङ 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 गरेर काम पनि गर्नै पर्यो। काम आफ्नै हो, कसको आश गर्ने हो र। त्यही भएर काम गरेर आएको। एउटा गरेर थाकिसक्यो म त। त्यही भएर एउटा इँटा बोकिराखेको छु। यसो टाइममा बाहिरतिर पनि हेरिराखेको छु कतिखेर बुढो आउनुहुन्छ भनेर। दुईटा छोराहरू आए। तिनीहरू उता हिँडिराखन्, तिनीहरूको काम छैन। थाकेका छन् तिनीहरू पनि काम गरेर दाइको। अब हामी चाहिँ सिमेन्ट आयो। सिमेन्ट लिएर आउने मान्छे चाहिँ आउनु भएको छैन। धन्न अटो चाहिँ पल्टिन लागेको थियो हाम्रो। यो अटोमा सिमेन्ट आजको अनि दुईटा मिलेर सिमेन्ट झार्दैछन्। म चाहिँ हल्का बाटो बनाइदिँदैछु सिमेन्ट झार्ने भनेर। अनि बिस्तारै बिस्तारै सिमेन्ट झारिसकेर काम भ्याइन्छ भन्ने कुरो हो। यिनले चाहिँ मुख धुन तयारीमा छन्। खाने पानी ल्याएको पानी युज गरे। यता चाहिँ मेरो बुढोको काम खनखोर्छ। अनि बिहान पख सबजना मिलेर बिहानको 4 बजीदेखि सुरु भएको काम हो यो। पुरै काम धडाधड भइरहेछ। साँझको 10 बजेसम्म लगातार यस्तो भयो फाइनल यसको रिजल्ट। यसको फाइनल रिजल्ट साँझसम्म काम गरेको अवस्था हामी सबैजना मिलेर। कस्तो लाग्छ लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो प्यारा प्यारा साथीहरूले।